स्कुल नजाउँ होला हौ, अल्छी लागिरहेछ। लौ के भनेको तैँले? हिजो पनि स्कुल गइनास्, आज पनि स्कुल जाँदैनास् भन्दैछस्। सरले मलाई झाकोरी खै भनेर सोध्यो भने मैले चाहिँ के भन्नु? ज्वरो आइरहेको छ भन्दैन हौ। हे मैले भन्ने कुरा सब भनिसके। ज्वरो आयो, टाउको दुख्यो, माथि लाग्यो, माम खस्यो, मेमे खस्यो, हाम्रो सन्तान जम्मेले तैँले जिउँदै मारिसकिस्। अब कम बाँकी छैन। स्कुल जानु अल्छी लाग्छ, पढ्नु पनि अल्छी लाग्छ, के गर्नु? तँलाई अल्छी लागेको चाहिँ होइन कि भोलि पर्सि नाम्लो बोक्ने लक्षण हो। Hi sisters, what are you doing? तँ इङ्ग्लिस स्कुल पढ्छस् भन्दैमा जहाँ पाइ त्यहाँ त इङ्ग्लिस नफाल्न। स्कुलमा साथीहरूसँग इङ्ग्लिस बोल्ने बानी भएछ कि त्यही भएर बोली पठाएको। सरकारी स्कुल पढ्नेहरूसँग के को इङ्ग्लिस बोल्छस् हौ? लु त्यसो भनेर कहाँ हुन्छ? इन्टरनेटको जमाना छ त। नेपाली त सिलगढी काटेपछि चल्दैन त। त्यही भएर इङ्ग्लिस त हुनै पर्यो नि। तेरो के को इङ्ग्लिस र फिङ्ग्लिस? हामीले हाम्रो भाषा बोल्छु बुझ्छु, बस भइगयो। लु त्यसो भनेर कहाँ हुन्छ? तपाईँ ठुलो भएर विदेश जाँदाखेरि व्हाट इज योर नेम भनेर सोध्यो भने मलाई थाहा छैन भन्नुहुन्छ? त्यति साह्रो पनि होइन कि, आउँछ अलिअलि। तर इङ्ग्लिस चाहिन्छ भने हामीले हाम्रो भाषा त बिर्सिनु भएन नि। अन्त हामी पनि इङ्ग्लिस स्कुल पढ्छौँ भन्दैमा हाम्रो भाषा कहाँ भुलेको छौँ त? लु नेपालीमा तेरो नाम हिज्जे गर त। हुन्छ। त्यतिको चाहिँ हुनु पर्यो नि त। हे तैँले आज आफ्नै भाषामा आफ्नै नाम हिज्जे गर्नु जानिनस्। भोलि पर्सि तेरो सन्तानले क ख अ आ पनि चिन्नु छोड्छ। अनि त्यसपछि तेरो सन्तानको नाम के हुन्छ तँलाई थाहा छ? के हुन्छ? त्यो एलेक्जेन्डर जम्स ला के पो थियो त्यो? जाम्सवर्ड। त्यो जाम्सवर्ड माइकल ज्याक्सनहरू हुन्छ, बुझिस्? हेर बहिनी, हामी सरकारी स्कुल पढ्छौँ भन्दैमा हामीलाई त्यति साह्रो चाहिएर नभन्। सरकारी स्कुल पढ्ने मान्छेहरू पनि ठुलो ठुलो मान्छे भएको छ त। हाम्रै देशको प्रधानमन्त्री श्री नरेन्द्र मोदी इङ्ग्लिस स्कुल पढ्यो। भए त इन्डियाको प्रधानमन्त्री डाक्टर एपीजे अब्दुल कलाम सरकारी स्कुल पढेर भए त भारतको प्रेसिडेन्ट। सिक्किमको चिफ मिनिस्टर श्री पीएस गोले सर सरकारी कलेज पढेर भए त सिक्किमको चिफ मिनिस्टर। अब बुझिस्? तँलाई जेसुकै पढ, तर आफ्नो भाषा चाहिँ कहिले बिर्सिनु हुँदैन। आफ्नो भाषा पनि बिर्सिनु हुँदैन। पढेपछि एउटा लक्ष्य लिएर पढ्नुपर्छ कि म यस्तो हुन्छु भनेर। बुझिस् तिमीसे? आफू चाहिँ बुझेँ। तपाईँले मेरो आँखा खोलिदिनु भयो। के रे? आँखा खोलिदिनु भयो रे? खै यसको आँखा त पनि जहिले चिम्मनी राख्दैछ मात्रै हुन्छ त। त्यसो त भन्न मेरो बहिनीलाई अहिले रुन्छ फेरि। जुम्रिन बहिनी। ओइ तँलाई एउटा चिज भनौँ? के भन्? यो चिम्सी रुयो भने पनि त्यसको आँखाबाट आँसु त निस्किँदैन। ल किन? अनि त्यसको आँखा त जहिले पनि चिम्मनी राख्दैछ मात्रै हुन्छ, आँसु चाहिँ कहाँबाट निस्किन्छ? ल किसिम नभनिरहेको छिटो आइज मेरो प्यारी बहिनी। त्यहाँ चाहिँ पनि बुद्धि लगाउँदैनौ। कस्तो बोलेको?